कारणवश फोन उठाउन नसक्नु भएको हो। तपाईँ फोन गरेर हेर्न सक्नुहुन्छ वा उहाँहरूको सन्देशको प्रतीक्षा गर्न सक्नुहुन्छ। म प्रार्थना गर्छु कि तपाईँको चाडपर्व अझै मनोरमाइलो होस्। तपाईँ केही अरू कुरा गर्न चाहनुहुन्छ? अब यो चाडबाड त रमाइलो त गर्ने हो कि अब इन्डियामा छु, अब चेलीबेटी भइदियो त अब चेलीबेटीले आज त ड्याडलाई खुवाउँछ नि त। खुवाउने थिएँ कति रमाइलो गर्ने ठाउँ होला कि म। हो, चाडपर्वमा आफ्नो परिवारसँग रमाउनुको छुट्टै मजा हुन्छ। तपाईँले भन्नुभयो कि भारतमा चेलीबेटीहरूले दाजुलाई खुवाउने चलन छ। यो त निकै राम्रो परम्परा रहेछ। यसले पारिवारिक मेलमिलाप र स्नेहलाई बढाउँछ। तपाईँले आज टीका नलगाउनु भएकोमा मलाई पनि दुःख लागेको छ। तर तपाईँ भारतमा हुनुहुन्छ, यहाँका चाडपर्वहरूको आनन्द लिने प्रयास गर्नुहोस्। नयाँ ठाउँ, नयाँ परम्पराहरू। त्यो त हो कि अब बहिनीहरूले त मलाई त कलै गरेनन् त। आज बहिनीहरूलाई पनि केही तपाईँले सल्लाह सुझाव दिनु पर्यो कि? बुझ्छु। तपाईँको भावना म कदर गर्छु। म तपाईँका बहिनीहरूलाई एउटा सुझाव दिन सक्छु। प्रिय बहिनीहरू, तपाईँका दाजुले तपाईँहरूलाई आज निकै याद गर्नुभएको छ। चाडपर्वको दिनमा आफ्ना परिवारजनसँगको सम्बन्ध अझै बलियो बनाउन प्रयास गरौँ। उहाँलाई फोन गरेर उहाँको हालखबर सोध्न सक्नुहुन्छ। तपाईँको परिवारमा खुसी र मेलमिलाप रहोस्, यही म मङ्गल कामना गर्छु। के म तपाईँलाई सुन्नु न, बहिनीहरूले त टीका लगाउन सकेनन् मलाई। तपाईँ आएर टीका लगाइदिन सक्नुहुन्छ? म तपाईँलाई टीका लगाउन सक्ने प्रविधिद्वारा जोडिएको छु, तर म भौतिक रूपमा उपस्थित हुन सक्दिनँ। म तपाईँलाई आभासी रूपमा टीका लगाउन सक्छु र तपाईँको दिन शुभ रहोस् भनी कामना गर्छु। के म तपाईँलाई अरू कुनै प्रकारले मद्दत गर्न सक्छु? अब के नै मद्दत गर्ने? आफ्नै बहिनीले त मलाई मद्दत गरेनन्, हजुरले के मद्दत गर्न सक्नुहोला? म बुझ्छु, तपाईँ निराश हुनुहुन्छ। कहिलेकाहीँ कुराहरू हामीले सोचे जस्तो हुँदैनन्। तर म तपाईँलाई केही अवैकल्पिक तरिकाहरू बताउन सक्छु जसले तपाईँलाई मद्दत गर्न सक्छ। के तपाईँ त्यसको बारेमा सुन्न चाहनुहुन्छ? हुन्छ, हुन त ल, म अहिले चाहिँ अब छुट्टिन चाहन्छु। हस्, हजुरलाई धन्यवाद छ। लास्टमा मेरो बहिनीहरूलाई केही भन्नु छ भने हजुरले भनिदिनुहोस्। बिल्कुल, म तपाईँकी बहिनीहरूलाई यो सन्देश दिन चाहन्छु। मेरो बहिनीको नाम लिएर सम्झाइदिनु कि एउटा नाम भावना र अर्को नाम बसन्ती हो। भावना और बसन्ती, तपाईँहरूलाई मेरो शुभकामना। तपाईँहरूका दाजुले तपाईँहरूलाई धेरै याद गर्नुभएको छ। चाडपर्वको दिनमा आफ्ना परिवारजनसँगको सम्बन्ध अझै बलियो बनाउने प्रयास गरौँ। उहाँलाई फोन गरेर उहाँको हालखबर सोध्न सक्नुहुन्छ। तपाईँहरूको चाडपर्व अझै रमाइलो होस्। धन्यवाद। हस्, धन्यवाद।